मेष राशि। मेष राशिको चतुर्थ स्थानको बृहस्पति तपाईँको आर्थिक उन्नतिमा घर परिवारबाट कुनै न कुनै किसिमको लोन लिनुपर्ने स्थिति रहन सक्ने हुन्छ। आर्थिक क्षेत्रमा साधारण चुनौतीको स्थिति आउँछ। तपाईँको चतुर्थ स्थानको बृहस्पतिले गर्दाखेरि चाहिँ थानाहानीको जीव विदेशमा मात्रै सेटल गराउने, आर्थिक उन्नतिमा पनि विदेशमा सेटल गराउने, करियरको हिसाबले पनि विदेशमै सेटल गराउने, मन पनि विदेशतिर जाने होइन। स्वदेशमा त केही हुँदैन कि, अथवा परिवारमा त केही हुँदैन कि, अथवा आर्थिक हानि नोक्सानीहरू पो हुन्छ कि, अथवा केही न केही किसिमका चुनौती बाधा व्यवधान पाउँछन् कि, यो अवस्थामा पनि केही बाधाको समय चाहिँ देखिन्छ। परिवारसँगको राम्रो सम्बन्ध बनाउनु पर्ने समय छ। साथीभाइसँग चाहिँ खराब किसिमको साथीभाइ पर्दा तपाईँको केही न केही कुरामा बाधा व्यवधान हुन सक्ने हुन्छ। आफ्नो देश छोडेर विदेश जाँदा केही अलमल र केही किसिमका त्रुटिहरू गर्न सक्नुहुनेछ। आफ्नो अनुशासनमा बसेर भाग्यलाई राम्रो गर्नुपर्ने समय पनि देखिन्छ। उन्नति प्रगतिको हिसाबमा केही सकारात्मक परिवर्तनको स्थिति पनि छ। तपाईँको विदेशमै सेटल हुनको लागि नयाँ जबहरू परिवर्तन गर्नको लागि चाहिँ मे जुन पछिका समयहरू साथै राम्रा छन् र तपाईँको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध अथवा सामाजिक जीवनको अवस्थितिमा केही सकारात्मक परिवर्तनहरू हुन सक्ने अवस्थिति पनि हुन्छ। भाग्य भन्दा पनि कर्ममा जोड दिनुपर्ने अथवा कर्ममा देखेको बृहस्पतिको दृष्टि, अष्टम र द्वादशमा बृहस्पतिको दृष्टिको कारणले गर्दा तपाईँको अदृश्य शक्तिहरूको सपोर्ट अथवा भावनात्मक सपोर्ट अथवा कुनै न कुनै आफ्नो साथीभाइको सपोर्ट लिएरै अगाडि बढ्नुपर्ने देखिन्छ। बेला बेला साधारण मन अशान्त हुन सक्ने अवस्थिति रहन्छ। तपाईँको विशेष गरेर सम्बन्धको हिसाबले अलिकति खर्च बढ्न सक्ने अवस्थिति हुन्छ। माया गरेको मान्छेलाई तपाईँले बार बार सहयोग गर्नुपर्ने अवस्थिति पनि हुनसक्छ, अथवा सम्बन्धमा कुनै किसिमका कामहरूको जरुरतको लागि तपाईँले पैसाहरू पेमेन्ट गर्नुपर्ने अवस्थिति हुन्छ। फसेको पैसाहरू उठ्न सक्ने सम्भावना कम छ। आफन्तमा विश्वास गरेमा धोका हुन सक्ने समय भएको कारणले गर्दा आफन्तबाट पनि अलिकति बस्नुपर्ने अवस्थिति छ। सँगसँगै साथीभाइसँगबाट पनि नयाँ कामहरू लिएर अगाडि बढ्नुपर्ने अवस्थिति हुन्छ। अनि देश विदेशको यात्रा हुने कारणले गर्दा तपाईँको जीवनमा केही चुनौतीहरूको अवस्थिति चाहिँ सामना गर्नुपर्ने हुन्छ। नयाँ परिवेश, नयाँ ठाउँ, यो अवस्थितिहरू चाहिँ रहन सक्ने अवस्थिति देखिन्छ। व्यापार व्यवसायको क्षेत्रमा साधारण परिवर्तन छ, तर एकदमै धेरै केही गरिहाल्न सक्नुहुन्न। तपाईँले घर जग्गा जमिन बेचेर पैसा लिएर फेरि ऋण तिर्नुपर्ने अवस्थिति छ, या चाहिँ जग्गा जमिन बेचेर घर बनाउनु पर्ने अवस्थिति देखिरहेको अवस्थिति पनि छ। तपाईँको काहीँ न काहीँ घरहरू नयाँ किन्नको लागि तपाईँ खोजिरहेको दौडधुपको अवस्थामा कसैले ठग्न सक्ने अथवा कसैले अव्यावहारिक हिसाबमा व्यवहार गरेको कारणले गर्दा बाधा व्यवधानका स्थितिहरू चाहिँ देखिन्छन्। तर तपाईँ के कुरामा चाहिँ स्पष्ट हुनु पर्यो भने आर्थिक उन्नति, सामाजिक जीवनको उन्नति अथवा चाहिँ तपाईँको पोलिटिक्स वा सेवाको क्षेत्रमा हुनुहुन्छ भने यो सर्वाधिक शुभ हुन सक्ने अवस्थिति हुन्छ। जस्तो टिचर हुनुहुन्छ भने पनि सर्वाधिक शुभ समय हुन्छ। तपाईँको करियरमा, सेवाको क्षेत्रमा आफ्नो करियर लाइफलाई अगाडि बढाएर लिएर जाँदै हुनुहुन्छ भने तपाईँको सर्वाधिक शुभ समय 2026मा देखिन्छ।